धेरै भनिराख्नु पर्ने मलाई आवश्यक लाग्दैन र कार्यक्रमलाई अगाडि बढाउँदै म आसन ग्रहणको तर्फ म जान चाहन्छु। सर्वप्रथम जस्तो दौनी गर्नलाई मेयरको आवश्यकता हुन्छ त्यसै गरी कुनै कार्यक्रम र सभा सञ्चालन गर्नलाई सभापतिको आवश्यकता हुने गर्दछ र यस कार्यक्रमका सभापतित्व ग्रहण गरिदिनको लागि स्वतन्त्र युवा प्रजातान्त्रिक सङ्घ नेपालका अध्यक्ष अरविन्द महतोजीलाई आग्रह गर्न चाहन्छु। यसै गरी यस पवित्र भूमि मधेस र मिथिलाको भूमिमा जन्मिनुभएका संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति महामहिम डाक्टर रामवरण यादवजीलाई सम्मानपूर्वक आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्न चाहन्छु र उहाँको सम्मानमा धन्यवाद। त्यसै गरी नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष माननीय राजेन्द्र महतोजीलाई त्यो लान नसक्दाखेरि धेरै अप्ठ्याराहरू आएका छन्। त्यो सन्दर्भलाई चिन्ने सन्दर्भमा एउटा एकाडेमिक मान्छेलाई पेपर कमसेकम कन्सेप्ट प्रस्तुत गरिदिनुहोस् भन्दाखेरि चाहिँ मैले सुरुवातमै सबभन्दा समृद्धि भने नै के रहेछ त्यसको बारेमा नेपालमा कस्तो प्रकारको अध्ययन रहेछबाट सुरु गरेको छु। यहाँहरू सबैलाई थाहा छ यो समृद्धि भन्ने शब्द अलि बढी भौतिक पक्ष हो। यसमा चाहिँ कतिपय सन्दर्भमा समृद्धि र सुख भन्दै गर्दा खुसी भन्दै गर्दाखेरि चाहिँ खुसी भने अलि आध्यात्मिक पक्ष हो भने समृद्धि भने चाहिँ इन्फ्रास्ट्रक्चर लगायतका अरू धेरै कुराहरू पर्छन् होला। अहिले महामहिमज्यूसँग यात्रा गर्ने सन्दर्भमा कुरा गर्दै आउँदाखेरि महामहिमज्यूले पहिलाको याद गर्दै हुनुहुन्थ्यो। हामी यहाँ लाठी खाँदै गर्दाखेरि साइकलमा आउने मेरा साथीहरू र उहाँहरूसँग जुन उत्साहको साटासाट गर्ने मौका पाएको थिएँ। अहिले कस्तो भयो होला मोटरसाइकलमा देख्छु साइकल देख्दिनँ भनिरहनु भएको छ। त्यो भने एक प्रकारले मोटरसाइकल भने समृद्धितिर गयो होला तर मान्छे सुखी छ कि छैन होला त्यो चाहिँ अहिलेको प्रमुख एउटा छलफलको विषय हो जस्तो लाग्छ। र यही सन्दर्भमा नेपालले यो समृद्धि भन्ने शब्द कतिखेर चयन गरिराखेको छ भन्दा वर्तमान प्रधानमन्त्री जो अघिल्लोचोटि लामो समयको लागि प्रधानमन्त्री भएर आउनुभएको थियो उहाँले चाहिँ त्यो बेलामा एउटा नारा ल्याउनु भयो कि समृद्ध नेपाल सुखी नेपाली भनेर। अनि त्यो चाहिँ 2077 माघ 19मा चाहिँ उहाँको अध्यक्षतामा बसेको प्लानिङ कमिसनको पूर्ण बैठकले चाहिँ त्यसलाई कार्यरूप दिएको रहेछ। त्यसमा चाहिँ के भनिएको रहेछ भने समृद्धिका 4 लक्ष्य भनेर रहेछ। उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी निर्माण र सम्भावना पूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तर आबद्धता, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व। यसलाई चाहिँ समृद्धि गर्ने 4 आधारहरू भनिरहेछ।
अनि सुखी नेपाली बनाउने 6 आधारहरू भनेर चाहिँ परिष्कृत तथा मर्यादित जीवन, सुरक्षित सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन सबल लोकतन्त्र र राष्ट्रिय एकता, अनि लास्टमा चाहिँ सुरक्षा र सम्मान भनेर। अब यसको लागि